कुरा गाउँ पोखरा महानगरपालिका 20मा पर्ने एक शान्त सुन्दर र ऐतिहासिक गुरुङ बस्ती हो। झन्डै 30 घर दूरी रहेको यो गाउँ अहिले बसाइँ सराईको प्रभावले जम्मा 5 घरमा मात्र सीमित भएको छ। कुनै समय चहल पहल हाँसो खुसी र गाउँले जीवनले भरिपूर्ण यो बस्ती आज सुनसान बन्दै गएको छ। मेरो नाम नरबहादुर गुरुङ, वडा नम्बर 20 र कुरा गाउँमा चाहिँ नि अहिले बाटो पिच भइरहेको छ, तर के गर्ने गाउँमा मान्छे छैन, एकदमै दुःख लाग्दो कुरो छ। के गर्ने, अब बाटो त आछ तर के गर्ने, मान्छे नभएको कारणले चाहिँ नि यातायातको सुविधा पनि छैन। यातायात खोल्नलाई चाहिँ नि अर्को गाउँतिर जानुपर्छ, यस्तो असुविधा छ। आजभन्दा 15-20 वर्ष अगाडि गाउँ निकै गुल्जार थियो। गाउँमा खेतीपाती, मेलापात, चाडपर्व र सामूहिक जीवनशैलीको रौनक थियो। तर समयसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र आधुनिक सुविधाको खोजीमा गाउँका मानिसहरू पोखरा झर्न थाले। यही क्रम बढ्दै जाँदा गाउँका धेरै घर खाली र उजाड बन्न पुगेका छन्। यो गाउँमा टोटलमा कतिवटा घर छ यहाँ? पहिला 20-25-26 कुरे थियो। हजुर, अहिले जम्मै गइसक्यो। अहिले जम्मा 5 कुरे मात्रै छ। अब के गर्ने। खास यो गाउँको मान्छेहरू जानुभयो चाहिँ कहाँ? पोखरा सबै पोखरै जानुभयो, सबै बसाइँ सरेर जानुभयो। अनि उहाँहरू कहिले फर्केर यहाँ यसो खेतीपाती गर्न केही गर्न आउनुहुन्न? तिनीहरू आउँदैन। कहिले कहिले यहाँ राम्रो नराम्रो काम गर्दा, यसो पूजा गर्दा आउँछ, नत्र भने अब उनीहरू आउँदैन। अनि हेरौँ न, गाउँसम्म यस्तो पक्की पिच बाटो आइसकेको रहेछ होइन, घरहरू यस्तरी खाली छ, सबै घरहरू हेर्नु न खण्डहर भएर अहिले त भत्किने जस्तो क्रममा छ। खाली छ, के गर्ने। पहिला त यो गाउँ जस रमाइलो थियो होला नि भाइ? रमाइलो मान्छे धेरै थियो, ठिटा तरुनी पनि धेरै थियो, रमाइलो थियो पहिला हाम्रो पालोसम्म। अब हाम्रो पालो त गइसक्यो। अब चाहिँ नि अहिले सुन्नै छ, के गर्ने। म एउटा मान्छे देख्दैन अब गाउँमा, के गर्ने। अब कोही अब यो त्यो कोही बना जान्छ, कोही चाहिँ बाख्रा पछि जान्छ, गाउँमा मान्छे हुँदैन, के गर्ने। अनि पनि छैन। यसरी गाउँ रित्तिँदै जानुको कारणहरू खास के होला बुवा? गाउँ रित्तै जाने कारण के हो भने पहिला चाहिँ नि यातायातको सुविधा थिएन। त्यस कारणबाट अब पछि चाहिँ नि गाउँमा के भयो भने खास मुख्य कुरा अब तपाईँको चाहिँ नि स्कुल खारिज भयो। स्कुल खारिज भएपछि बच्चा पढाउनको लागि पनि मान्छे बाध्य भएर चाहिँ नि अब पोखरा झर्ने हो कि, त्यस्तो कारण पर्यो। ए, बच्चा पढाउन चाहिँ टाढा भयो। यहाँबाट यो पारी आँटी घरमा त रहेछ नि? यो डाँडाबाट अलिक तल जानुपर्छ अझै। ए, अहिले आँटी घरमा नि स्कुल त्यहाँ छैन? स्कुल त छ, प्राइमेरी स्कुल हो। हजुर, हाई स्कुल चाहिँ नि गुफा भन्ने छ। ए, अब गुफा जान त त्यहाँभन्दा बरु तल भलामै झर्न सजिलो भयो। त्यही भएर चाहिँ नि मान्छे सबै चाहिँ नि बजार झरेको कारण त्यही होला जस्तो मलाई लाग्छ। अनि त्यो बाहेक पनि जुन यो वैदेशिक रोजगारले पनि हो कि मान्छेहरू कमाउन थालेपछि मान्छेलाई सुख सुविधा चाहियो। एउटा कुरो अब चाहिँ नि अब सक्ने मान्छे अब गाउँमा नबस्ने भयो, अब नसक्ने मान्छे यहाँ बसेर के गर्ने। अब त्यहाँबाट चाहिँ नि अब चामल ल्याएर पनि खान नसक्ने अवस्था भयो। त्यस कारणबाट मान्छे सबै तल झर्ने कारण त्यसरी हो कि। अहिले त जस गाउँको पनि महत्त्व बढ्दै गएको छ, गाउँ फर्काउ अभियान जस्तो पनि चलिरहेको छ। के छ यहाँका जुन छोडेर जानुभएका यहाँका बासिन्दाहरू फेरि फर्केर आउनुहुन्छ जस्तो लाग्छ? बासिन्दा खोइ फर्किनेवाला छैन, किनभने पुरो अरू बाहिरको मान्छे आउनु सक्ला, तर यहाँको मान्छे त आउँदैन। किनभने सबैको घर छ, घर छोडेर यहाँ कहाँ आउँछ। अब उनीहरू नै अब गाउँ छोडेको धेरै भयो, यहाँ आएर चाहिँ अब फेरि काम गर्न सक्दैन। झन् उसको बच्चाहरू त झन् अब कुरो गर्नै परेन, तिनीहरूले काम गर्नु पनि जाने छैन। यो हाम्रो खेत, यो हाम्रो बारी, यो चाहिँ हाम्रो घर भन्ने कुरो पनि थाहा छैन। त्यस कारणबाट अब उनीहरू आउँदैन, बगेको खोला फर्केर आउँदैन उनीहरू, 1, 2, 3 आउँदैन। अनि यो सुरुमा यो गाउँको बारेमा भन्दैन न, पहिला जस्तो मानौँ आजभन्दा 15-20 वर्ष अगाडि कस्तो थियो गाउँ? त्यो बेलामा त गाउँ राम्रो थियो, मान्छे थुप्रो थियो, रमाइलो थियो। अब त्यो बेलामा त अब जहाँ गयो भने पैदल हिँडेर जाने हो है। अब यस्तो साधन भयो, यस्तो बाटो पनि थिएन। यो गाउँबाट यता पारी चाहिँ आँटी घर रहेछ, यता पारी, यता चाहिँ अर्मला होइन? अर्मला, यो आँटीघर। हजुर, अब आँटीघर मुनि मोरिया छ, मोरिया मुनि चाहिँ मौजा छ, मौजाभन्दा मुनितिर लामडाँडा छ। अनि यहाँ चाहिँ पानी, बत्ती, बिजुलीको सबै सुविधा छ अहिले? अहिले सुविधा छ, पानीको सुविधा त सबै छ। झाडु त भएको छैन। हजुर, अब तर पनि जस गाउँमा खानको लागि समस्या छैन। आएको छैन, सुविधा छ हामीलाई अहिले। त्यही त गाउँमा सुविधा चाहिँ थपिँदै गयो, मान्छे घट्दै गयो। अहिले चाहिँ मान्छे धेरै भएर दाब्रोको पनि असुविधा थियो। अहिले त हेर तपाईँको चाहिँ जग्गा बाँधा फाल्यो, जम्मै चाहिँ खेतमा चाहिँ रुख पलायो, दाब्रो राखेर जति पनि पाइन्छ है। अहिले त झन् धेरै सुख छ नि।
हजुर अनि जसरी गाउँ छोडेर जानुभएका हजुरका आफन्तहरू पनि हुनुहोला, उहाँहरूले हेर्दै गर्नु भएको छ भने के भन्नुहुन्छ हजुरले? खै पहिले यस्तो भयो भए हामी पनि यो गाउँ छोड्ने थिएन, पहिले यस्तो थिएन, त्यस कारणबाट अब तल झऱ्यो, अब तल गएको मान्छे अब बानी बिग्रियो, अब फर्किने भन्ने कुरो त त्यस्तै हो भन्छ। पोखराबाट करिब आधा घन्टामै पुग्न सकिने कुरागाउँ पछिल्लो समय नेपालमा बढ्दो बसाइसराईले ग्रामीण बस्तीमा पारेको असरको जीवित उदाहरण बनेको छ। कुरागाउँको कथा केवल एउटा गाउँको कथा होइन, यो नेपालका सयौँ गाउँहरूमा देखिएको वास्तविकताको प्रतिबिम्ब हो।